our new vlogs. So guys, आज तपाईहरुलाई म आफ्नो होम टुर दिन्छु। आज यो होम टुर चाहिँ धेरै लामो पनि हुन्न, छोटो पनि हुन्न, ठिक्कको हुन्छ गाइज। अनि गाइज यो चाहिँ मेरो घर हो गाइज। यो गाइज मेरो घर यो काली बहिनी हो। एक कपाल स्टे गरेर आज खुशी छ धेरै। सो गाइज ये घर है मेरा, घर की हालत पे मत जाना। तो गाइज ये मोबाइल चला रहा है। तो गाइज तपाईहरुलाई चाहिँ म आफ्नो पेट कलेक्सन देखाउँछु है, पेट कलेक्सन, एनिमल कलेक्सन देखाउँछु। गाइज क्यामेरा क्वालिटी राम्रो छैन गाइज। यो चाहिँ यो एउटा अनि अर्को त्यहाँ छ, उता पनि छ, अर्को त्यहाँ छ गाइज। अनि चाहिँ हाम्रो चाहिँ मेरो चाहिँ यो यता पहाड पल्टी आएपछि चाहिँ यो चाहिँ मेरो आमको रुख हो। अनि यो गाइज यो चाहिँ मेरो नल्का हो। भर्खर मलाई घर धोएको थिएन आज गाइज, यस्तो राम्रो भइदिएको होइन। यस्तो म त चाहिँ ह्यान्डसम मान्छे त कुछ छैन होइन गाइज, मजा गरेँ गाइज। गाइज यो मोटर हो न, पानी चाहिँ गाइज कर्णाली कस्तो चिसाउँछ होइन। अहिले चाहिँ मेरो मकैबारी हो, उता पनि छ, उतातिर पनि छ। यो चाहिँ आमको रुख गाइज। आम पनि फलेछन् धेरै, तर यसमा राम्ररी देखिरहेन गाइज। थोरै बिस्तारै देखिरह। अनि गाइज टयलेट हो त्यो। यो चाहिँ लिचीको बोट छ अनि 5 लगभग। म बर्थडेमा चाहिँ खान मिल्छ, अहिले खान मिल्दैन त्यो। गाइज भान्सा हो यो चाहिँ आगो बाल्ने भान्सा हो, यो चाहिँ ग्यासवाला भान्सा हो। यो चाहिँ अगाडि हो गाइज, यसमा धेरै धानहरू छन् गाइज। ग्यास हो गाइज, ग्यास बाल्दा तपाईँलाई देखाउँछु म। ग्यास बाल्छु गाइज म अहिले म ग्यास बाल्छु गाइज। सो गाइज देख्नुभयो त गाइज, खतरा भइसक्यो। फेरि म सोचिरहेको छु 12 क्लासमा चाहिँ होटल म्यानेजमेन्ट के लिनुपर्छ गाइज होइन। गाइज अहिले चाहिँ गाइज यो चाहिँ मेरो गाइज, म तपाईँहरूलाई आफ्नो अहिले बारीमा लिएर जान्छु। मेरो बारीमा चाहिँ धेरै सामानहरू फलेको छैन, तर पनि जस्ट आई सिइङ यु से यिनीहरू चाहिँ खतरा हानिन्छ मेरो। फेरि गाइज यो बहिनी छ नि, यसको घर चाहिँ ऊ त्यो हो, अनि यहाँ चाहिँ नजिकै आउँछ गाइज। यो चाहिँ के, यो चाहिँ यो लौका हो सायद। अनि गाइज यो उताको चाहिँ त्यो गोलोवाला के अरे कदु हो। यो चाहिँ सबैको दुश्मन करेला। अनि गाइज यो चाहिँ 1 and 1 only पिस काँक्रा। खाइनुलाई हाम्रो गाउँघरमा चाहिँ सुकाउनेको लागि सबभन्दा महत्त्वपूर्ण चिज हाम्रो दादा सूर्य दादा हुन्। अनि यो के हो? यस ब्रो, सोइटा हो नि त यो। यस्तो खाइन्छ यसलाई। कराप ग्रुप गाइज। आई हेट पत्ता गोभी नखाएको कारणले यस्तो कुहिदिरहेको क्या। यो त प्याज हो गाइज। यो मेरो, अनि यो त म लाएको चुको है। तर गाइज यो फलेको थियो नि गाइज, 5 वर्षपछि फलेको थियो, 5 नै 3 वर्ष फलेको थियो, सक्यो। अब यो सिजन आयो, हेर्नुहोस् गाइज फेरि फलिसक्यो, खाएर पनि फलिसक्यो फेरि। एउटा यहाँ छ, भित्र पनि थिएन धेरै। गाइज यो चाहिँ मेरो घरको मोस्ट एक्सपेन्सिभ चिजमा पर्छ। यो चाहिँ हाम्रो 1 and 1 only थाहै होला के हो, मोटर हो। और गाइज अहिले चाहिँ
अब चाहिँ अहिले चाहिँ सिजन आएको छैन अनि यो सिजन आएपछि चाहिँ गाइस यसलाई पानी हाल्नुपर्छ कि टमाटर बडी मजेदार वाह टमाटर बडी मजेदार म तपाईँलाई एउटा भन्न चाहन्छु यो भिडियो मेरो क्लासको कसरी हेर्दै हुनुहुन्छ भने जस्तै कि तँलाई भनेको छु म तँलाई भनेको छु कि तँलाई थाहा छ त कोही भनेर मलाई थाहा छ भाइ त कोही भनेर मलाई पिठे खाएछ पिठे खाएछ मजा गरेँ सिरियस नलिँदै म यहाँ स्कुल पढिरहेन भाइ जस्तो स्कुल पढ्ने मान्छे होइन म अरुणदै पढिरहेको छु यो बहिनी पनि पढिरहेको छ अरुणदै म पनि अरुणदै अनि गाइस यो चाहिँ थाहै होला 1 and 1 मकै गाइस यो चाहिँ हाम्रो गाउँ हो यो चाहिँ उता पल्लो गाउँ हो यो चाहिँ हाम्रो गाउँ हो उतासम्म छ यो चाहिँ मेरो खेत हो उताको त्यो वाला चाहिँ मेरो खेत हो त्यो 3 कट्ठा छ अनि यहाँ चाहिँ 4 कट्ठा छ अरू पनि छ उतातिर छ खालिफाट गाइस चाहिँ मेरो घरमा चाहिँ गाइस सुन्नु गाइस मेरो घरमा के खाने चिजको फलफुल या तरकारी कसैको पनि कमी छैन किनभने मेरो घरमा फलेको छ 1 and 1 ओन्ली आरु फलफुल त कच्छन् के खान्छस् भन त्यो बच्चामा बनाएको छु गाइस क्यामेरा सेक भइरहेको छ गाइस डोन्ट माइन्ड यस्तो यो सस्तो मस्तो मुगामा भइहाल्छ गाइस अब तपाईँ माया गरिदिनुहोस् यो मोबाइललाई अपग्रेड गर्ने पालो आएको छ यहाँ चाहिँ दौराहरू पनि छन् अहिले टाइम भएको छैन र पछि 4 बजीतिर चाहिँ हामीहरू बाख्रा लिएर जान्छौँ उतातिर बाख्रा चराउँछौँ त्यहाँ हामी गएर गर्छौँ रमाइलो गर्छौँ मजा आउँछ त्यहाँ अनि गाइस यस्तै गरेर गाइस अनि गाइस मैले तपाईँलाई के भने मेरो घरमा तरकारी र फलफुलको कमी छैन भनेर किनभने भन्नु न किनकि मेरो घरमा अर्को फलफुलको नाम छ केरा खान्छस् तँलाई बनाउँछु तँलाई भाइ तँलाई बनाउँछु म खाने खान्छस् धनियाँ छ तल्ल बाजेका साथीहरु म तपाईलाई एउटा म्याजिक देखाउँछु यता आउनुस् ल सानामा यस्तो गर्छौं के म्याजिक गर्न सिक्छु यस्तो गर्छौं यो चाहिँ पातोको पात म्याजिक ओ भाई पीयूष क्या कर रहा है गाइस चाहिँ मैजिक है गाइस आप लोगों को पागल बना रही है इसको लग रहा है कि आप लोगों का दिमाग नहीं है होइन गाइस अनि घरमा देखाउनलाई अरू के छैन गाइस ओ गाइस तपाईलाई म देखाउँछु आफ्नो क्रस फायर ल गाइस यो चाहिँ मेरो केटीएम ड्युक 390 हो गाइस चाहिँ मेरो क्रस फायर हो डट बाइक भटभटेमा पहिलाको है यो चाहिँ मेरो हो के नाम थियो यसको यार BMW थियो यो बिग्रियो गाइस यस्तो दुःख लागिदिरा मलाई रुदिरहेको थिएँ कि आएको छ सायद आधा घरी आउँछ कि हो अरू ठाउँतिर काठमाडौँतिर चितवनतिर त हावाहरू निकै आइरहेको छ आउँछ कि आउन थाहा भएन मेरो हिसाबमा त आइहाल्ला गाइस यो साल धेरै आएन हावाहरू पनि आएन यस्तो हेर्नु गाइस पुरा हावा लागेको छ नि पुरा हावाले लास्टै भएको छैन र गाइस अब चाहिँ म आफ्नो ब्लगलाई एन्ड गर्छु राम्रो लाग्यो भने लाइक गरिदिनु च्यानललाई सब्स्क्राइब गरिदिनु अर्को भिडियोमा भेट्नेछौँ थ्याङ्क यू सो मच फर वाचिङ बाई